तपाईहरु प्रायले भन्नुहुन्छ 50,000 सुरुमा दिन्छु अनि बाँकीको पैसा काम पूरा भएपछि। ए हजुर, भिजा प्रोसेस चाहिँ कुनै मोमो अर्डर गरे जस्तो होइन नि। यो त लिगल डकुमेन्टेसन, सबमिसन, एप्रुभलको स्टेप वाइज भिजा प्रोसेस हो अनि यसको इच स्टेपमा कस्ट, एफोर्ट अनि एकाउन्टेबिलिटी लाग्छ। त्यसैले हामी स्टेप बाइ स्टेप पेमेन्ट राख्छौं, नट बिकज तपाईहरुलाई गाह्रो बनाउनको लागि, बट बिकज तपाईहरुको प्रोसेसलाई सिक्योर एन्ड ट्रान्सपेरेन्ट बनाउनको लागि। आई अन्डरस्ट्यान्ड, यस्तो क्वेशन आउने भनेको पहिला कतै फसेर नै हुन्छ। एकचोटी फसेपछि मनमा डाउट आउँछ नै। तर हजुर, डिएससी जस्तो कम्पनी त ट्रस्ट बिल्ड गर्नको लागि हो, डिल क्लोज होइन, रिलेसनशिप क्लोज बनाउनको लागि हो। सो जब हजुरहरु रेडी फिल गर्नुहुन्छ, म सधैँ तपाईहरुको साथमा नै छु, विथ फुल क्ल्यारिटी, नो प्रेसर। यदि प्रोसेसको लागि कन्फिडेन्ट हुनुहुन्छ भने लेट्स गो स्टेप बाइ स्टेप। सो यदि तपाईहरु मलाई ट्रस्ट, मेरो कम्पनी डिएससी लाई ट्रस्ट गरेर फ्रीलान्स भिजा लगाएर दुबई आउन चाहनुहुन्छ भने राइट नाउ डीएम मी।